नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई हाम्रो च्यानलमा। आज हामी कुरा गर्दैछौं नेपालको राष्ट्रिय गौरव र हिमाली क्षेत्रको पहिचान अर्थात् डाँफेको बारेमा। अंग्रेजीमा हिमालय मोलान र वैज्ञानिक रूपमा लोफोरस इम्पेजिनस पनि भन्ने गरिन्छ। रंगीन प्वाख, हिमाली वासस्थान र अद्भुत सुन्दरताका कारण डाँफे केवल चरा मात्र होइन, नेपालको गौरव र पहिचानको प्रतीक पनि रहेको छ। साथै डाँफे नेपाली लोकगीतमा सुन्दरताको प्रतीकको रूपमा पनि हेर्ने गरिन्छ। हिमाली गाउँका गीतहरूमा डाँफे नाच्यो जस्ता पंक्तिहरूले यसलाई सौन्दर्य, साहस र हिमाली जीवनशैलीको प्रतीकको रूपमा चित्रण गर्दछ। आजको भिडियोमा हामी यसको बनावट, आहार, प्रजनन र संरक्षण अवस्थाबारे विस्तृत जानकारी दिनेछौँ। त्यसैले भिडियो अन्त्यसम्म हेर्न नछुटाउनुहोला। नेपालको राष्ट्रिय चरा डाँफे हिमाली क्षेत्रको अत्यन्त आकर्षक र दुर्लभ चरा मानिएको छ। भाले डाँफेलाई स्थानीय भाषामा नौतंकी चराको रूपमा पनि भन्ने गरिन्छ, किनभने यसको शरीरमा इन्द्रडिका जस्तै 9 विभिन्न रङका चमकहरू देखिन्छन्। यसको टाउकोमा धातु जस्तो हरियो र नीलो झल्को देखिन्छ। घाँटी र ढाडमा रातो, सुनौलो र वैज्ञानिक रङ चम्किने रहन्छ। यसले टाउकोमा रहेको हरियो कलंगी यसको विशेष पहिचान हो। यसको विपरीत पोथी डाँफे भने खैरो र धर्कायुक्त हुन्छन्। प्रकृतिले पोथीलाई यस्तो रङ दिनुको मुख्य कारण शत्रु जीवहरूबाट जोगिन र अण्डा कोरल्दा वातावरणमा लुक्न सजिलो होस् भनेर हो। यो चरा प्राय 2100 देखि 4500 मिटर उचाइसम्मका हिमाली क्षेत्रहरूमा पाइने गर्दछ। डाँफे नेपालका साथै भारत, भुटान, चीन, तिब्बत र पाकिस्तानका हिमाली भागहरूमा पाइने गर्दछ। मौसम अनुसार बसाइ सर्ने स्वभाव भएकाले यो जाडोमा तल्लो लेकाली भागमा झर्छ भने गर्मीमा पुनः उच्च हिमाली क्षेत्रतिर फर्किने गर्दछ। डाँफेले -20 डिग्री सेल्सियससम्मको चिसो सजिलै सहन सक्दछ। यो धेरै लामो दूरीसम्म उड्न सक्दैन। खतरा महसुस हुँदा यो भिरालोबाट तलतिर निकै छिटो ग्लाइडिङ गर्दै झर्न सक्ने क्षमता राख्दछ। डाँफे प्राय बिहान र बेलुकी सक्रिय हुन्छ। यसले आफ्नो बलियो ठोडले जमिन खनेर बोटबिरुवाका जरा, कन्दमुल, बिउ र किरा फट्याङ्ग्रा खोज्दछ। जाडो मौसममा बाक्लो हिउँ जमेको बेला पनि यसले हिउँ पन्छाएर जमुन मुनिको आहार निकाल्न सक्ने अद्भुत क्षमता राख्दछ। यसको आवाज प्राय उच्च स्वरमा कुकर कुकर जस्तो सुनिन्छ, जसले साथीहरूलाई संकेत दिन्छ। डाँफेको प्रजनन काल विशेष गरी वसन्त ऋतुमा हुने गर्दछ। यस समयमा भाले डाँफेले पोथी डाँफेलाई आकर्षित गर्न आफ्ना रंगीन प्वाखहरू फिजाएर ढाड फुलाएर निकै सुन्दर नाच प्रदर्शन गर्छ। पोथीले जमिनमै सानो खाल्टो बनाएर गुड तयार गर्छ र एक पटकमा 3 देखि 5 वटासम्म अण्डा पार्ने गर्दछ। करिब 27 देखि 30 दिनमा अण्डाबाट चल्लाहरू निस्कन्छन् र केही समयमै आमासँगै आहार खोज्न सक्षम हुन्छन्। सन् 1962 अर्थात् विक्रम सम्वत 2019 मा डाँफेलाई नेपालको राष्ट्रिय चरा घोषणा गरिएको थियो। धार्मिक र सांस्कृतिक रूपमा यसलाई सौभाग्यको प्रतीक मानिन्छ। नेपालको कानुन अनुसार यो एउटा संरक्षित पक्षी हो, जसको शिकार गर्नु वा यसको अण्डा र प्वाख ओसारपसार गर्नु नै गैर कानुनी मानिन्छ। हाल लाङटाङ र अन्नपूर्ण जस्ता राष्ट्रिय निकुञ्जहरूमा यसको संरक्षण भइरहेको छ। तथापि जलवायु परिवर्तन र वन विनाशका कारण यसको सङ्ख्यामा असर पर्न सक्ने भएकाले संरक्षण अत्यन्त आवश्यक छ। साथीहरू, डाँफे हाम्रो प्राकृतिक सम्पदा र राष्ट्रिय गौरव हो। यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो, ताकि भविष्यका पुस्ताले पनि हिमालमा यस सुन्दर चराको दर्शन गर्न सकुन्। यदि तपाईलाई आजको भिडियोमा जानकारीमूलक लाग्यो भने लाइक, शेयर गर्नुहोस् र हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोला। यस्तै ज्ञानवर्धक भिडियोहरूका लागि हामीसँग जोडिनुहोस्। धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला।